नेपालमा भ्रष्टाचार बढेसँगै यिनीहरूको विकृति पनि धेरै फैलिन लाग्यो गाइस। देश बिगार्ने भनेको चाहिँ दुईजनाले हो, एउटा भनेको नेता र अर्को भनेको कलौटे ऋतु निकिसा। गाई कालो, गाईको दुध सेतो छ अरे, दुध सेतो छ अरे। गाईको दुईवटा दुध हुन्छ? गाईको दुध कस्तो छ अरे? गाईको दुध सेतै छ। अनि तिम्रो? मेरो कालो। अनि कलौटेजी, हजुरको श्रीमती भनाउँदै निकिसा र ऋतु बस्नेत चाहिँ अरू केटाहरूसँग लागेपछि तिमी सहन्छौ कि नै? मलाई मन पर्दैन भन्ने थाहा छैन पहिलेदेखि। मसँग नझर्क्यौ न हो बुढा, किन झर्केको मसँग? आफ्नै बुढीले सम्झाउ पहिला त्यहाँ हेर। अनि तिमीले ती दुईटी बुढीलाई हात लगाउने केटाहरूको तिमी के हाल बनाउँछौ अरे? तानो पार छातीमा टेक्न बेर हुन्न, म त्यति हरामी मान्छे हो। अनि कलौटे दाइ, म जस्ता सोझा साझा युवाहरूले चाहिँ सिन्दुर हाल्न पाउँछन् कि नै त? तपाईँ हाल्नै पाउनुहुन्न। यो गाई कालो, गाईको दुध सेतो छ भन्ने गीत त निकालेछौ। म चाहिँ गाईको दुध खान्छु, तिमी चाहिँ निकिसाको र ऋतुको खाऊ है त। अनि कलौटेजी, मैले एउटा कुरा नबुझेको, यो हजुरको यो कान्छी बुढी भनाउँदै यो निकिसा केटा हो केटी हो भनिदिनु पर्यो त। अरूको नाम नजोड्नुस् के त्यस्ता भुसुडीहरूको हावा कुरा। होइन हो, मैले सोधेको मात्रै हो। मैले हजुरको कान्छी बुढीले के च्यापचुप समातेर मैले कोठाभित्र लगेर उतो गर्दैछु र भने मलाई गाली गर्ने। अनि ऋतुजी, हजुरको कलौटेको चाहिँ बिहे भइसकेकै हो? हजुर। अनि त्यो भिडियोमा भएको छ सब कुरा भइसकेकै हो? हजुर। कलौटेले घरमा दुईटी बुढी, बाहिर दुईटी बुढी, चार बुढी ल्याएर मोज गर्ने मान्छे चाहिँ आजसम्म मैले दिएको थिएन है कलौटेलाई। मान्नै पर्छ ल, सल्युट। दोस्रो जोनी सिंह। अनि ऋतुजी, हजुरलाई चाहिँ बाहिरतिर जाँदाखेरि मान्छेहरूले के भनेर बोलाउँछन् नि? चाहिँ कलौटेकी बुढी, कलौटे नि भन्छन् क्या मलाई चाहिँ। यत्रो पृथ्वीभित्र 8 बिलियन मान्छे छन्, तिमीलाई कलौटे चाहिँ किन मन पर्यो? भर्खरै बिहे गरिदिन्छु। तिमीले अरू कुनै केटाहरूले हेरेन नहिलेसम्म? मेरो पछि यस्तै मान्छे लाइन लाग्छन्, तर मैले नचाहेर मात्र हो नि त। तिमीलाई त नेपालको सुपरस्टार अनमोल केसीले पनि प्रपोज गरेको थियो अरे। तिमीले त्यस्तो केटा नपाएर हो कि नचाहेर हो छोडेको भन त? तर मैले नचाहेर हो। थुतुनो पनि हुनु पर्यो नि, थुतुनो। त्यस्तो हिरो जस्तो मान्छे पाउने भनेपछि त्यस्तो हिरोलाई पनि नपताएको होइन? अनि म जस्तो तिमीलाई तुफान भन्ने मान्छे चाहिँ कस्तो लाग्छ नि? त्यो त मेरो खुट्टामा पनि समाउँदैन, त्यो कस्तो जोगी भने त्यस्तो टाइपको छ त्यो। ए सारी फतौरी, मलाई गाली गर्छिस्? अनि निक्कु बेबी निकिसाजी, अनि कलौटेले चाहिँ दिनकै ऋतु बस्नेतलाई सुटिङमा लगेर जान्छ, यहाँ लगेर वहाँ जान्छ, अनि हजुरलाई रिस उठ्दैन? म वास्तै गर्दिनँ। होइन, आफ्नो बुढोको वास्ता लाग्दैन र भनेको। मलाई मनी इन्ट्रेस्टै छैन त, कसरी के गर्ने? ए भनेपछि अब हामी जस्तो सिङ्गल केटाहरू भएर होला होइन तिमीले त्यस्तो बुढोलाई छोडेको? मलाई थाहा छ नि त निक्कुजी। निक्कु बेबी, हजुरले केटा नै रोज्नुको कारण चाहिँ के? केटीमा चाहिँ तिमीलाई फिल आउँदैन? भनेपछि केटाहरूमा मात्रै फिल आउँछ? तपाईँकोमा आउँछ। तपाईँ र म जाउँ न, जाने? ओ माई गॉड, यस्तो ठुलो अफर! म त बिहे नै गर्छु भने के?